मेरी छोरीलाई खानेकुरा भनेपछि असाध्यै मनपर्ने। अब खानेकुरामा पनि भात भनेपछि त ऊ हुरुक्कै। एक दिन उसलाई सम्झाए, छोरी धेरै खान्छु नभन्नु है, मान्छेले के भन्छन्, लाज हुन्छ, कति खाँदै रहेछ, खन्चुई भन्छन्, अबदेखि त्यसरी नखानु ल, घटाएर खानु भनेको हुन्छ भन्थे। भात देखेपछि उसको मन के मान्थ्यो र यति एक थाल लिएर खाना बस्ती। पहिला त एउटै छोरी हो, पेटभरि खाओस् न है भनेर जति थपे पनि खाना दिन्थे क्या। पछि त खानाले अगाउनै नसक्ने भएँ। अब चाहिँ यसलाई खाना कन्ट्रोल गर्नु पर्यो भनेर कन्ट्रोल गर्न थाले। एक दिन पाहुना आउनु भएको छ मम्मी भनेर कुदेर बोलाउन आई। को आएछ भनेको त ठुलो भएको छोरी आएकी रहेछ। ओइ आन्टीलाई चिनिस्, नमस्ते गर भनेको नमस्ते गरी अनि खानासाना दुवैलाई पस्केर दिएँ है। पाहुनाको अगाडि बेइज्जत गर्ने हो कि भनेर उसलाई धेरै भात हालिदिएको। उसैले पहिला सकिने प्रभु, कहिले थाल चाट्छे, कहिले औँडा चाट्छे, लाज भइसक्यो। हे भगवान्, ओइ मान्छेको अगाडि के गरेको भनेर इसारा गर्छु, बुझ्दिनँ, झन् धेरै चाटे गर, थपे गर भने जस्तो भयो। अलिकति मिठाई थियो र टेबलमा टसक्क लगेर राखेको मात्र थियो, उसको त हङ्सै त्यहाँभित्र छिरिसकेछ। मम्मी मलाई पनि मिठाई भनेर चिच्याउन थाली। हे भगवान्, यसले कस्तो बेइज्जत गरी पाहुना कति बेला जालन जस्तो भएको थियो। नभन्दै बहिनी पनि एकछिनपछि जान्छु भनेर